कविताको शीर्षक रहेको छ अस्तित्व। के हुन्छ यदि हरियो रङले हिन्दूको कथा लेख्यो भने, यदि मस्जिदभित्र गीता अनि मन्दिरभित्र बाइबल वाचन गरिएको गुन्जियो भने, यदि मरिएको क्रिस्चियनलाई हिन्दूको घाटको चित्तामा सुताइयो भने, के आकाश च्यातिन्छ? के बादलले चिच्चाएर बर्साउन थाल्छ? के भगवानहरू नारा लाउँदै ओर्लिन्छन् कि हामी जस्तो मौन टोलाउँछन्? के भगवानहरू नारा लाउँदै ओर्लिन्छन् कि हामी जस्तै मौन टोलाउँछन्? के हुन्छ? के बाँकी रहन्छ र? मात्र म। भगवान एउटा भ्रम, म आफै ढोङ्गी, म आफै सत्य, म आफ्नै निर्माता, म आफ्नै सङ्घारकर्ता। मेरो मस्तिष्क मन्दिर, मेरो हृदय मस्जिद र मेरो आत्मा। भन्न त सजिलो छ, धर्म छ, भगवान छ, उसकै नियम हो। तर सोच, यदि एकपल्ट त्यस भगवानलाई मनको दरारबाट हटाइयो भने, यदि भगवान भनी शब्द नै हाम्रो बोली र मनबाट मिटाइयो भने, सायद जहाँ त्यही मृत्युको रङ सजिन्छ। मानवताको ढोङको नकाब हटाई चारैतिर असुर देखिन्छ। छोरी बहिनी सबैलाई सायद शारीरिक आकाङ्क्षाले निहालिन्छ। त्यो समाज जहाँ केही छिनको खुसीको लागि मानवता भुलाइन्छ, जहाँ असत्य हाँस्छ, सत्य आत्महत्या गर्छ। त्यो ठाउँ जहाँ मानवता एउटा पुरानो किताब जस्तै थन्किएर बस्छ। त्यो ठाउँ जहाँ मानवता एउटा पुरानो किताब जस्तै थन्किन्छ। कि सायद धर्मको नाम नलिई हामी मानव भन्न थाल्छौँ। हामी त म तिमी नभन्नी हामी भन्न थाल्छौँ। हामी त म तिमी नभन्नी हामी भन्न थाल्छौँ। हामी एउटा पीडाबाट जन्मिएको, एउटै मृत्युको प्रतीक्षामा छौँ। हामी सारा उस्तै हो, हाम्रो आँसु र आशा उस्तै छ। त्यो दिन भगवान फेरि पुनः जन्मिन्छन्, देवता होइन मानव भएर। त्यो दिन भगवान पुनः जन्मिन्छन्, देवता होइन मानव भएर। त्यो दिन हामी आफै बन्नेछौँ प्रेम र सत्यको पुजारी, नाकि धर्मको नाममा लुकिएको घृणाको सिपाही। हामी आफै बन्नेछौँ प्रेम र सत्यको पुजारी, नाकि धर्मको नाममा लुकिएको घृणाको सिपाही।